हामी क्लास 12 को इकोनोमिक क्वान्टिटी भन्ने च्याप्टर हामी पढ्न गइरहेका छौँ। मैले अस्ति तपाईँलाई फर्मुला लेखाएको थिएँ र आज हामी 2-3टा क्वेसनहरू गर्छौँ। क्वेसनहरू गरिसकेपछि तपाईँलाई अलिकति बुझ्न धेरै सजिलो हुन्छ है। ओके, हेर्नुहोस् त क्वेसन नम्बर 11 मा के भनेको छ, एनवे युजेस 6000 युनिट्स भनेको छ, कस्ट अफ ट्रेसिङ एन्ड रिसिपिङ 1 अर ₹60 भनेको छ र एनुअल क्यारिङ कस्ट पर युनिट पनि दिएको छ ₹2 भनेको छ र तपाईँको इकोनोमिक क्वान्टिटी फाइन्ड गर भनेको छ। भनेपछि तपाईँले के लेख्न सक्नुहुन्छ यसमा भने चाहिँ सबभन्दा पहिला सोल्युसन लेख्नु पऱ्यो है। त्यसपछि तपाईँको एनुअल के लेख्नु पऱ्यो, रिक्वायरमेन्ट भन्ने लेख्नु पऱ्यो है। एनुअल रिक्वायरमेन्ट एक्जाममा पनि तपाईँहरू यस्तै क्वेसन आउँछ है। एनुअल रिक्वायरमेन्ट कति दिएको छ त यहाँ भने तपाईँको 6000 दिएको छ, तपाईँले यहाँ 6000 युनिट्स निकाल्नु पऱ्यो। कस्ट अफ ट्रेसिङ एन्ड रिसिभिङ अर्डर भनेको यो भनेको हाम्रो अर्डरिङ है, कस्ट पर अर्डर भन्छौँ, जसलाई हामी ओ भन्छौँ। यो भनेको के रहेछ त भन्यो भने अर्डरिङ कस्ट कति दिएको छ, ₹60 दिएको छ र एनुअल क्यारिङ कस्ट अफ 1 युनिट्स भनेको छ, यो हाम्रो के भयो, क्यारिङ कस्ट पर युनिट भन्छ। यसलाई हामी सी र डिनोट गर्छौँ। कति दिएको छ यहाँ हेर्नुहोस् त, कति दिएको छ, ₹2 भनेपछि यसलाई हामी ₹2 राख्छ। अब हामीले के सोधेको छ क्वेसनले, इकोनोमिक अर्डर क्वान्टिटी सोधिरहेको छ, देख्नुभयो भनेपछि अब हामीलाई इकोनोमिक हेर्नुहोस् त, हामीले इकोनोमिक अर्डर क्वान्टिटी लेख्छौँ। इकोनोमिक क्वान्टिटी भनेको के रहेछ त भनेर हामीलाई थाहा छ, फर्मुला हामीले जानिसकेका छौँ, √2AO है डिभाइड बाई सी हुन्छ। यो भनेको के भयो, 2 भयो, ए भने कति छ 6000 हो कि अन्त 6000 इन्टु ओ भनेको कति भयो, ओ भनेको 60 छ हेर्नुहोस् त, डिभाइड बाई 2 गर, माथिको 2 र मुनिको 2 काटिन्छ भनेपछि कति आयो, 36 2 3 4 मिन्स 3,60,000 आयो है। भनेपछि कति हुन्छ त, यसको हेर्नुहोस् त कति हुन्छ, रुटमा राखिदिउँ, 3 6 1 2 3 4 4 र 0 गर्दा कति आउँछ, 600 युनिट्स आयो। कति आयो त, 600 युनिट्स आयो है। अब क्वेसन नम्बर 12 जाउँ, के भनेको छ हेर्नुहोस् त, फाइन्ड आउट द इकोनोमिक अर्डर क्वान्टिटी फ्रम द इन्फर्मेसन एनुअल निडेड दिएको छ 1,20,000 भनेको छ। भनेपछि त्यही हो, सोल्युसन लेख्नु पऱ्यो है। एनुअल रिक्वायरमेन्ट लेख्नु पऱ्यो है। एनुअल रिक्वायरमेन्ट भनेको छ, एनुअल रिक्वायरमेन्टमा हामी के लेख्न सक्छौँ, ए भन्छौँ, कति दिएको छ अरे 1,20,000 भनेपछि 1,20,000 युनिट्समा दिएको छ। अब अर्को के दियो हेर्नुहोस् त, कस्ट अफ ट्रेसिङ एन्ड रिसिभिङ 1 अर्डर भनेपछि ₹60 दिएको छ भनेपछि अर्डरिङ कस्ट दियो है। के दियो त, अर्डरिङ कस्ट दिएको छ भनेपछि हामी के लेख्नुपर्ने छ, अर्डरिङ कस्ट है पर अर्डर भन्ने। यहाँ हाम्रो के भयो, ओ भयो, कति दिएको छ, ₹60 दिएको छ र एनुअल क्यारिङ कस्ट कति दिएको छ, 10% अफ इन्भेन्ट्री भ्यालु भन्छ। भनेको के रहेछ त, क्यारिङ देख्नुहोस् त, क्यारिङ कस्ट पर युनिट भन्छ। यसलाई हामी सी र डिनोट गर्छौँ, कति दिएको छ, ₹0.1 दिएको छ कि छैन, छ। हामीले के सोधेको छ हेर्नुहोस् त, क्वेसनले इकोनोमिक अर्डर क्वान्टिटी सोधिरहेको छ भनेपछि हामीले इकोनोमिक अर्डर क्वान्टिटी अघि भर्खर लेखेको थियो, इकोनोमिक हेर्नुहोस् त, इकोनोमिक अर्डर क्वान्टिटी हामी लेख्न सक्छौँ। यसलाई के भन्छौँ, इओक्यू भन्छौँ, इओक्यू है। यसको फर्मुला थाहा छ, √2AO डिभाइड बाई सी लेखिन्छ। त्यो भने कति भयो, 2 भयो, ए भने कति भयो, 1,20,000 भयो, ओ भने कति भयो, 60 भयो, डिभाइड बाई कति हुन्छ, ओ भने कति भयो, सी भनेको चाहिँ 0.1 आयो। भनेपछि कति हुन्छ हेर्नुहोस् त, 2 इन्टु 1 2 1,20,000 युनिट्स इन्टु 60 अर्डरिङ कस्ट है, डिभाइड बाई 0.1 गर्दा कति आउँछ भनेको 144,456 14 गर 1 2 3 4 छ भनेको 1 2 3 4 5 6 9 है। कति आयो, 14 14 गर 40 राख आयो है।
14 र 40 राखा। अब यसको कति हुन्छ त 1 4 4 हेर्नुहोस् त 1 2 3 4 5 6 गर्दा कति हुन्छ 2000 युनिट्स आयो। कति आयो त 2000 को युनिट्स आएको छ है। 13 मा पनि जाउँ त 13 को जाउँ सोल्युसन लेखौँ के भन्छ क्वेशनले के भनेको छ हेर्नुहोस् त अ फ्याक्ट्री पर्चेस सर्टेड गुड्स फ्रम द सप्लाई 8 रुपिस 30 पर युनिट भनेपछि त्यो हामीलाई पर्चेस प्राइस पर युनिट दिएको छ। टोटल एनुअल निड्स इज तपाईँको चाहिँ 800 युनिट छ। टोटल एनुअल भनेको चाहिँ एनुअल रिक्वायरमेन्ट दिएको छ र एनुअल रिटर्न अन इन्भेस्ट 10% रिटर्न रेन्ट इन्सुरेन्स ट्याक्स पर युनिट पर इयर 21 र कस्ट अफ प्लेसिङ रुपिस 100 भनेपछि अब हामी के गर्छौँ हेर्नुहोस् त एनुअल रिक्वायरमेन्ट क्वेसनले दिएको छ है। एनुअल रिक्वायरमेन्ट है यो दिएको छ कति दिएको छ हेर्नुहोस् त 800 युनिट्स दियो है। ओके पर्चेस प्राइस पर युनिट है क्वेसन दिएको छ कति दिएको छ हेर्नुहोस् त गुड्स पर्चेस भन्दा रुपिस 30 हैन त 30 पर युनिट्स दिएको छ है 30 पर युनिट्स दिएको छ। अब दिइसकेपछि तपाईहरु के गर्न सक्नुहुन्छ भन्दा चाहिँ हेर्नुहोस् त रेन्ट पनि दिएको छ रेन्ट इन्सुरेन्सहरु दिएको छ है इन्सुरेन्स ट्याक्सेस दिएको छ है पर युनिट दिएको छ पर युनिट पर इयर भन्ने क्वेसन दिएको छ कति दिएको छ हेर्नुहोस् त रु 1 हो किन हो यहाँ तपाईको रु 1 लेख्नु पर्ने हुन्छ भनेपछि यसलाई के लेख्न सकियो क्यारिङ कस्ट पर युनिट निकाल्न सक्छ कि सक्दैन सी भने के रहेछ त हेर्नुहोस् त अघि मैले भनेको थिएँ के भनेको थिएँ हिजो नि भने जस्तो आएको थियो के भन्छ तपाईको चाहिँ पर्चेस प्राइस को युनिटमा इन्टु के छ हेर्नुहोस् त एनुअल रिटर्न अन इन्भेस्टमेन्ट प्लस रेन्टहरु जोड्नु पर्छ। अब हेर्नुहोस् त पर्चेस कति दिएको छ 30 दिएको छ एनुअल रिटर्न अन इन्भेस्टमेन्ट कति दिएको छ 10% है प्लस 1 गर्ने यो भने कति हुन्छ भनेको 3 प्लस 1 गर्दा कति आउँछ रु 4 है आइयो आएन आयो। अब हेर्नुहोस् क्वेसनले के दिएको छ कस्ट अफ प्लेसिङ एन्ड अर्डर भनेको यो भयो के भयो त हाम्रो है अर्डरिङ के भयो कस्ट पर अर्डर भन्ने लेख्न सक्छ जसलाई हामी ओरे डिनोट गर्छौं कति आएको छ रुपिस 100 भनेको छ। अब क्वेसनले के सोध्यो हेर्नुहोस् त क्वेसनले के सोध्यो फेरि इओक्यू सोधेको सोधेन सोध्यो। अब इओक्यू निकाल्न सकियो कि सकिएन सक्यो भनेको यो कसो 2AO डिभाइड बाइ सी गर्ने अब त आयो नि 2 भयो ए हाम्रो कति आएको छ ए कति आएको थियो हाम्रो ए कति छ 800 युनिट सकेन हो 800 युनिट आएको छ है कति आयो 800 आछ भनेपछि 800 इन्टु ओ भनेको 100 डिभाइड बाइ हाम्रो सी भनेको 4 अब कति आउँछ है कति आउँछ हेर्नुस् त 2 इन्टु ए भने कति हो 800 हो किन हो इन्टु ओ भने 100 भयो डिभाइड बाइ 4 गर्दा कति आउँछ 40,000 भनेपछि 40,000 आयो आएन आयो 40,000 राखौं त कति आयो हेर्नुस् त 200 के हुन्छ केमा छ हेर्नुस् त युनिट्समा छ त्यही भएर एनुअल रिक्वायरमेन्ट जेमा हुन्छ यो पनि त्यहीमा हुन्छ आयो कि आएन 200 आयो। ओके क्वेशन नम्बर 4 मा जाउँ है क्वेशन नम्बर 4 मा हेर्नुस् त क्वेशन नम्बर 4 को के सोधेको छ तपाईले क्वेशन नम्बर 4 मा के सोधेको छ है क्वेशन नम्बर 4 मा के सोधेको छ भन्नुस् क्याल्कुलेट के सोधेको छ भन्नुस् त
के छ क्यालकुलेट EOQ फ्रम द फलोइङ इन्फर्मेसन अल्सो द नम्बर अफ आवर टु बी प्रेस इन इयर भनेको छ भनेपछि कन्ज्युम्सन अफ मेटेरियल 2500 पर इयर दिएको छ अरन कस्ट पर दिएको छ भनेपछि तपाईँलाई EOQ सोध्यो अर्को तपाईँ के सोधेको छ यसले भन्दा चाहिँ नम्बर अफ अर्डर पनि निकाल भनेको छ है भनेपछि हामी के लेख्न सक्छौँ क्वेसन 4 आयो के गर्छौँ सोल्युसन लेख्न सक्यो है सोल्युसन लेख्न सक्छौँ कन्ज्युम्सन अफ इयर पर इयर भनेपछि यो जस्तै 2500 हाम्रो के भयो एनुअल रिक्वायरमेन्ट भयो नि त एनुअल है रिक्वायरमेन्ट लेख्न सक्छौँ हामी यसलाई ए लेख्छौँ कति दिएको छ क्वेसनमा हेर्नुहोस् त क्वेसनमा कति दियो 2500 पर केजी भनेपछि यसलाई हामी कति लेख्छौँ 2500 पर केजी दिएको छ अब अर्को के दिएको छ हेर्नुहोस् त अर्डरिङ कस्ट पर अर्डर दिएको छ 100 है यसलाई के रहेछ अर्डरिङ कस्ट पर अर्डर भनेर लेख्न सक्छौँ त्यसलाई ओरिजिनल कस्ट कति दिएको छ ₹100 दिएको छ अर्को के दिएको छ हेर्नुहोस् त कस्ट अफ मेटेरियल ₹20 भनेको छ र क्यारिङ कस्ट 10% अफ एभरेज इन्भेन्टरी भन्छ भनेपछि कस्ट भनेको पर्चेस प्राइस अफ के दिएको छ मेटेरियल दिएको छ कति दिएको छ ₹20 भनेको छ र अर्को के भनेको छ भने तपाईँको चाहिँ क्यारिङ कस्ट है अनि हेर्नुहोस् त क्यारिङ कस्ट पर युनिट क्वेसनले के भन्यो हेर्नुहोस् त 10% अफ एभरेज इन्भेन्ट्री भन्छ भनेको यो 20 को निकाल्नु पर्यो है 20 को 10% भनिरहेको छ है क्वेसनले भनेपछि कति हुन्छ त 0 काट्यो कति हुन्छ भनेपछि ₹2 आयो कि आएन आयो है यतिसम्म त बुझ्नुभयो अब के क्वेसन के सोध्यो यो के सोधेको छ भनेपछि √2AO डिभाइड बाई C गर्ने अब यो भने कति हुन्छ हेर्नुहोस् त 2A भने कति भयो ए भने कति छ 2500 हैन त 2500 इन्टु O भने कति छ 100 हैन त 100 डिभाइड बाई कति गर्नु पर्यो कति दिएको छ 2 दिएको छ भनेपछि कति भयो 2 काट्यो भनेपछि 2500 मा इन्टु 100 गर्नु पर्यो कति आयो कति आउँछ तपाईको भन्दाखेरि कति आयो त हेर्नुस् त 2,50,000 आयो कति आयो तपाईको रुटमा 2,50,000 आयो कि आएन आयो रुट हटाउँदा कति आउँछ त है भनेपछि कति आयो EOQ कति आउँछ हाम्रो 500 केजी है किनकि अघि युनिट्समा थियो अहिले केजीमा दिएछ तपाईँ 500 केजी भयो र अर्को के सोधेको छ हामीलाई के सोध्यो नम्बर अफ अर्डर सोधिरहेछ भनेपछि नम्बर अफ अर्डर निकाल्नु पर्यो नम्बर अफ अर्डर हामी के भन्छौँ है नम्बर अफ अर्डर हामी यन रे डिनोट गर्छौँ है यन के डिनोट गर्छौँ यन यसको फर्म पनि हिजो लेखेको छु के भन्छ त एनुअल रिक्वायरमेन्ट है डिभाइड बाई EOQ हुन्छ एनुअल रिक्वायरमेन्ट कति दिएको छ 2500 दियो है EOQ कति छ 500 भनेपछि कति भयो 5 टाइम्स आयो कि आएन आयो है ल भाइ बहिनीहरू आज हामी यति गर्छौँ र भोलि वा पर्सि हामी समय भएछ भने म हजुर तपाईँलाई क्वेसनहरू गराउँ मैले भनिहालेको छु बुकको क्वेसन र क्वेसन ब्याङ्कको क्वेसनहरू पनि हामी छलफल गर्छौँ र आजलाई यति भन्दै बिदा हुन चाहन्छु धन्यवाद।